98420315 984235 हेलो नमस्कार। हेलो नमस्कार। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। कहाँबाट बोल्नुभयो? कहाँ पर्यो? हजुर यो सुन्दना चोक। सुन्दर रहेछ? होइन, विराट नर्सिङ होम पछि। ए विराटनगरमै पर्यो? हजुर। ए हजुरले मैले त खोज्नु त कसैलाई पनि खोजेको होइन। म एउटा कार्यक्रमबाट चाहिँ कल गरिरहेको छु हजुरलाई। कल गर्दाखेरि हजुरलाई लाग्यो। हजुर के कार्यक्रमबाट गर्नुभयो? कल फ्रम साइमन भन्ने एउटा कार्यक्रम छ। त्यहाँ चाहिँ विभिन्न नम्बरहरूमा कल गरिन्छ अनि उहाँहरूको हालखबर अथवा भनौँ न परिस्थिति, वर्तमान राजनीतिको कुराहरू गर्छौँ। कतिले देश विदेशमा भएको साथीभाइलाई पनि सम्झिनुहुन्छ। हजुरको शुभ नाम भनिदिन सक्नुहुन्छ? हजुर मनेरा ओझा। विराटनगरै बस्नुहुन्छ? हजुर मेरो घर विराटनगरमै छ, म विराटनगरमै बस्छु। हजुर के छ त विराटनगरको खबर अथवा अहिले त अवस्था के छ? आज छुट्टी पनि छ, छुट्टीमै बस्नु भएको होला? होइन, म सधैँभरि अब भनौँ न अब देश नागरिक हुन आँटिसकेको मान्छे हो। म पुलिस जब गर्दिनँ थिएँ। ए हजुर। अहिले पनि छैन। खै हाम्रो विराटनगरले कहिले पनि एउटा गतिलो राम्रो मेयर पाए जस्तो चाहिँ लागेन। मेयरप्रति गुनासो राख्नु। हजुर। पानी परेपछि विराटनगरको हाल बेहाल हुन्छ। अहिले पानी परेको छैन, गर्मीले छ। हजुर। त्यही हो। विराटनगरको मेयर गतिलो पाएन भन्नुभयो। अब धेरैसँग कुरा गर्दाखेरि विभिन्न प्रकारको प्रतिक्रियाहरू आउँछन्। कस्तो खालको मेयर चाहनु? हजुरले गलत सुन्नु। विराटनगरले चाहिँ कहिले पनि कतिको मेयर पाएन। ए विराटनगरले कस्तो? एकजनालाई मात्रै ट्याग गरेको होइन यो। ओके ओके मैले अहिले बुझेँ हजुर। हजुर। त्यही त अब कस्तो खालको मेयर चाहिँ आउनुपर्छ जस्तो लाग्छ हजुरलाई? जस्तै अब भनौँ न विराटनगर जस्तो सहरमा, काठमाडौँ जस्तो सहर, धरान जस्तो सहर अथवा अरू विभिन्न हाम्रो अहिलेको क्रेज हेर्दाखेरि त पालन जस्तै भयो। युवा भर्खरको नयाँ सोच, नयाँ तरिका, नयाँ टेक्नोलोजी भएको चाहिएको जस्तो लाग्छ मलाई। भनेपछि अब आउँदाखेरि नयाँ भनौँ न युवा पुस्ता आओस् भन्छु। नयाँ त के भन्नु, युवा पुस्ता आओस् भन्छु। त्यही त हर्क साम्पाङ बालेन शाह जस्तो भिजन भएको युवा पुस्ता चाहियो हजुरलाई होइन? विराटनगर हर्क साम्पाङ त मनपर्छ, तर हर्क भन्दाखेरि पनि मलाई टेक्नोलोजीले सबै कुराले मलाई बालेन नै बेटर लाग्छ। विराटनगरमा त्यस्तो सम्भावना होला बालेन जस्तो मेयर आउने? के कस्तो छ? 84 पनि नजिकै छ हाम्रो त। त्यस्तो सम्भावना त छैन, अहिलेसम्म देखेको छुइनँ। हजुर। तर विराटनगरले एउटा गतिलो मेयर पाइदिए हुन्थ्यो भन्ने लाग्छ मलाई। अब विराटनगरको समस्याको कुरा गर्ने हो भने त धेरै नै छ, चाँगै लाग्छ होइन? तपाईँले अहिले भोगिराख्नु भएको नेपालको दोस्रो ठुलो सहर भनेको छ विराटनगर। अब दोस्रो ठुलो सहरबाट विराटनगर त चौथो छैठौँमा पुगिसके जस्तो लाग्छ मलाई अहिले। हजुर अहिलेको नयाँ तथ्याङ्कले त्यस्तै देखाउँछ विराटनगरको हालत हेरेर। हजुर। विराटनगरले एउटा मात्रैमा काँटी फेरेको छ शिक्षामा, त्यति मात्रै हो। अरू कस्तो छ? यसो बजारतिर घुम्दाखेरि हाम्रो विराटनगरको अवस्थामा अब सरसफाइको कुरा गरौँ, बाटो संरचनाको कुरा गरौँ, केमा चाहिँ अलिकति सुधार गर्नुपर्ने जस्तो लाग्छ हजुरलाई? बाटो त त्यही पनि बनिरहेकै छ। यो विराटनगर एक गहिरो ठाउँ हो, पानीको व्यवस्थापन भएको छैन। प्रत्येक साल बाढी आउँछ, बाटो लिएर जान्छ। गुणस्तरको बाटो बनाउनु हुन्न, पिच हुँदैन होइन? धेरै टिके 2 साल टिक्छ एउटा पिचले। त्यसै हुनाले विराटनगरलाई भन्दैछु त एकदम टेक्नोलोजी उयोहरू सबै थाहा भएको नयाँ युवा चाहिरहेछ क्या। एउटा साथी भन्नु भने विराटनगरलाई एउटा जङ्गबहादुर चाहिएको। विराटनगरलाई जङ्गबहादुर जस्तो चाहियो है? विराटनगर बनाउनलाई एउटा जङ्गबहादुर नै चाहिएको छ। हुन्छ म्याडम, हजुरसँग एकदमै मिठो कुरा भयो। समय हाम्रो पाबन्दी पनि एउटा सीमा छ। हजुरलाई आफ्नो विचार राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद हजुरले पनि मलाई सम्झेकोमा। हजुर हुन्छ, थ्याङ्क यू सो मच। हजुर हवस्। दर्शकबिन एकदमै मिठो कुराकानी गरियो मन्दिरा ओझाज्यूसँग। विराटनगरबाट हुनुहुन्थ्यो उहाँ, विराटनगर वडा नम्बर 1 बाट। उहाँले विराटनगरको वर्तमान परिस्थितिलाई, उहाँले समस्यालाई, आफ्नो वडा क्षेत्रको समस्यालाई, बाढीको समस्यालाई उठान गर्नुभएको छ। फेरि हामी अर्को कलतर्फ जानेछौँ, हेरौँ कहाँ लाग्नेछ कल। 98 4 21 65 65। ओके, दोस्रो कल हाम्रो लागिरहेको छ। हेलो नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? कहाँबाट बोल्नुभयो हजुर? विनोद राई बोल्नुभयो? म एउटा युट्युब कार्यक्रमबाट बोल्दैछु। यो कार्यक्रममा चाहिँ हामी पहिले त रेडियो कार्यक्रममा हामी आफै गर्थ्यौँ, टिभीहरूमा गर्थ्यौँ होइन। अनि अब अहिले त त्यो पनि हराइसक्यो। अहिले चाहिँ म स्टुडियोबाटै हजुरलाई कल गर्दैछु। होइन, गल्ती नम्बरमा होइन, म चाहिँ गल्ती नम्बरमै यसो छानेर नै कल गर्छु कि। अनि यो स्टुडियोबाट कल गरेर चाहिँ तपाईँहरूको हालखबर बुझ्ने के कस्तो छ भनेर बुझ्नलाई मात्रै कल गरेको मैले त। ए जङ्गलतिर हुनुहुन्छ? काममै हुनुहुन्छ, घाँस काट्दै हुनुहुन्छ कि? ए कहाँबाट बोल्नुभयो हजुर? धरानबाट। ए अब छोटो म विराटनगरबाट बोल्दैछु। यो मेरो एउटा युट्युब कार्यक्रम छ। यसमा चाहिँ म विभिन्न व्यक्तिहरूलाई नम्बरहरू डायल गरेर कल गर्छु, उहाँहरूको हालखबर, उहाँहरूको अब सहरको परिस्थिति, गाउँको विकासका कुराहरू गर्छु। थोरै 1 मिनट मात्रै समय लिन्छु सर। हजुर तपाईँ यता हर्क साम्पाङको अभियानतिर हुनुहुन्छ कि क्या हो? होइन, अर्को आफ्नै छ यहाँनिर एउटा यसो यहाँ धार्मिक स्थलमा यहाँ के यसो बनाउनु पर्छ कि, त्यही भएर यहाँ यसो लगाइदिएछ कि यहाँ। ए हुन्छ, भनेपछि त अरू धरानको हालखबरहरू सबै ठिकै छ? अब असार पनि लाग्यो। ठिकै छ हजुर। अब यो अहिले त अब आफू बिजी यतातिर नि म। ए शनिबार छुट्टी नहुँदो रहेछ हजुरहरूको त? हजुर यतातिर। हुन्छ दाइ, हजुर धेरै धन्यवाद। हजुरको नाम के पर्यो हजुर? विनोद राई। हुन्छ, हजुरसँग कुरा गर्नु पाएँ, हजुर बिजी हुनुहुन्थ्यो। हस्, थ्याङ्क यू सो मच। हस् ओके, विनोद राई हुनुहुन्थ्यो धरानबाट। उहाँ जङ्गलमा केही काम गर्दै हुनुहुन्छ, समाधि स्थल बनाउने अथवा केही काम गर्दै हुनुहुन्छ। अब ढिला नगरिकन फेरि हामी तेस्रो कल लगाउनेछौँ। दर्शकबिन, यो कार्यक्रम भर्खरै मात्रै हेर्दै हुनुहुन्छ भने यो कार्यक्रममा हामी अननोन नम्बरहरूलाई कल गर्छौँ र उहाँहरूसँग विभिन्न बातचितहरू गर्छौँ। रमाइलो कार्यक्रम पनि छ र यस कार्यक्रममा विभिन्न समस्याहरू पनि उत्थान हुने गर्दछ, विभिन्न विचारहरू पनि उत्थान हुने गर्दछ। ओके, आजको तेस्रो कल हामी लगाउँदैछौँ। थर्ड कल अफ टुडेज प्रोग्राम। कल लाग्यो, उठाउनुहोस् प्लिज उठाउनुहोस्। हेलो नमस्ते। हेलो नमस्ते हजुर, कता पर्यो यो? पनि गाउँ नेता चोक भन्नाले मोरङै पर्यो। के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? सबै ठिक छ? ए आज शनिबार हो, छुट्टी मनाइराख्नु भएको छ कि कसो हो? घरतिरै हुनुहुन्छ? अनि हजुरको के नाम पर्यो? म त एउटा कार्यक्रमबाट, टिभीको कार्यक्रमबाट पो तपाईँलाई कल लाएँ। हजुर नाम भनेको मैले हजुरको नाम सोधेको। डराउनु पर्दैन, म त्यस्तो त्यो उयो खालको होइन। मेरो एउटा कार्यक्रम छ, यसमा पहिले रेडियोमा त हामी आफै कार्यक्रममा फोन गर्थ्यौँ, अहिले चाहिँ कार्यक्रमबाटै फोन आउँछ रहेछ। के कस्तो छ नेता चोकको हालखबर तपाईँको?
ठिकै छ हालखबर। के काम गर्नुहुन्छ? खेतीपाती हो कि घरतिरै? खेतीपाती किसानको काम गर्नुहुन्छ। कस्तो छ अहिले खेतीपातीको अवस्था? ठिकै छ, सबै ठिकै छ। हजुर, वर्षा त अहिले पानी कमै परिरहेको छ। अरू सिँचाइहरूबाट काम हुँदैन हजुरहरूको खेततिर? सिँचाइहरूबाट यता गाउँपालिकाहरूबाट नहरहरू पैनीहरू त होला नि? ए, के को खेती लाउनुहुन्छ दिदी हजुरहरूले? धान, मकै यस्तै? धान, ए धान, तोरी। हजुर। मकै। भाउहरू राम्रै पाइन्छ? कहिलेकाहीँ त सब्जीहरू कुहाएको देखिन्छ। तपाईँहरूको कस्तो छ? धानको बिक्री त एकदम छ, कमै छ। भाउ छैन। हामी त चामल त महँगोमा किन्छौँ त, 100-150 रुपियाँ किलोसम्म भन्छ। चामल कति रुपियाँ? अब जिरा मसिनो किन्यो भने 100 रुपियाँ पनि भन्छ अहिले त। अर्को मनसुली 80। जिराको 100 रुपियाँ? 100 रुपियाँ भन्छ त। मैले अस्ति भर्खर किनेको थिएँ, 100 रुपियाँ किलो भन्छ। अहिले त प्याकेटमा आउँछ 5 किलोको, 560 पर्छ। 500। तपाईँहरूले कतिमा बेच्नुहुन्छ त्यो फ्याक्ट्रीवालाहरूलाई? 50-60 पनि पाउनुहुन्न कि क्या हो? 100 रुपियाँ 150सम्म पनि भन्छ। त्यो अब चामल हेरेर प्याकेटको पनि दाम लिन्छ नि त। यसो बनाइदिएको हुन्छ राम्रो चामलको नक्सा बाहिर, अनि खाउँ लाग्यो किन्ने जस्तो। हुन्छ दिदी, मैले त त्यतिकै कल लाएँ, नरिसाउनु होला। खुसी लाग्यो मलाई हजुरसँग कल गरेर। नेता म विराटनगरबाट बोलेको, अनि म चाहिँ एउटा कार्यक्रमबाट बोलेको। अनि यसरी नै अब पब्लिकको, जनताको के कस्तो छ त्यताको अवस्था भनेर कल लाउने गर्छु म चाहिँ। म विराटनगरबाट। हजुर, तपाईँको नेता चोक पनि यही विराटनगर छेउ होइन र? त्यही त, हाम्रो यहाँ विराटनगरमै छ, अफिस छ। चिन्नु भएन? अलिकति भाषा पनि बुझ्नु भएन होला। हुन्छ दिदी, धन्यवाद। अब कुनै दिन यसो घुम्दै आउँला हजुरहरूको गाउँतिर। धन्यवाद। हस्, ओके। उहाँ एकजना दिदी हुनुहुन्थ्यो, खेती किसानी काम गर्नुहुन्छ। अहिले वर्षा नभएको कारणले अलिकति गाह्रो भइरहेको छ भन्ने यस्तो कुरा गर्नुभयो। र एउटा चामलको भाउको पनि हामीले कुरा गऱ्यौँ, त्यति भाउ पाउँदैन किसानले, गाह्रो छ भन्ने कुराहरू गर्नुभयो। ओके, अब हामी आजको लागि लास्ट कल लाउनेछौँ, चौथो कल 98420324। आजको चौथो कल हामी लाउन गइरहेका छौँ। यदि यो कार्यक्रमलाई हेलो नमस्ते हजुर। नमस्ते। कहाँबाट को बोल्नुभयो? म खोर्सानीबाट। ए, खोर्सानी मोरङबाट। हजुर। म विराटनगरबाट सबिन घिमिरे बोलेको। हजुर, भन्नु त। अनि म चाहिँ एउटा कार्यक्रमबाट तपाईँलाई फोन गरिरहेको छु। पहिले चाहिँ अब रेडियोमा हामी आफै कल गर्थ्यौँ, टिभीमा कल गर्थ्यौँ। अब अहिले चाहिँ मैले यो कार्यक्रम मार्फत चाहिँ विभिन्न नम्बरहरूमा कल लाउँछु, उहाँहरूको हालखबर, त्यहाँको गाउँपालिका अथवा भनौँ न स्थानीय तपाईँहरूको ठाउँको के छ अवस्था, विकासको अवस्था, शिक्षा स्वास्थ्यको अवस्था भनेर यसो गफगाफ भनौँ न। हजुर, गफगाफ जस्तो गर्छु, 1 मिनट 2 मिनट भन्न खोजेको। ठिक छ त। हजुरको के नाम भन्नुभयो सर? हजुरको मेरो प्रेम खड्का हो। प्रेम खड्का। ए, भनेपछि खोर्सानी विराट चोक पारी पर्यो। विराट चोक भन्दा पत्तिर। अहिले त खोर्सानी त निकै परिवर्तन छ, छिटै परिवर्तन भएको जस्तो लाग्छ, बाटोघाटो। खोर्सानी भन्दा विराट चोक चाहिँ, खोर्सानी चाहिँ पहिलेको सहरै हो। हजुर हजुर। विराट चोक चाहिँ पछिको हो। विराट चोक चाहिँ धेरै डेभलप भयो। हजुर। खोर्सानी चाहिँ अलिक कमै भयो भन्नुपर्छ त्यो हेरिकन। अरू के गर्नुहुन्छ त? रोजगार के छ? वैदेशिक रोजगारतिर जाने युवाहरूको पनि लड्को छ। होइन, अब आफू त बुढो भइयो, अब 60 वर्ष लाग्न आँट्यो त्यहाँ विदेश। ए, त्यही त मैले भन्न खोजेको। अब छोराछोरी यता भतिजमा भान्जाहरू सबै विदेशतिरै होला नि प्रायः जस्तो। विदेशतिरै छन्। हजुर, त्यताको के छ अवस्था विकासको? खोर्सानीको अब अरू के छ? खोर्सानीको ठिकै छ, त्यस्तो नराम्रो पनि होइन, त्यस्तो उत्तम पनि होइन, ठिकै छ। हजुर।
शिक्षा स्वास्थ्य अवस्था सबै ठिकै छ? ठिकै छ, ठिकै छ। अब यो हाम्रो कार्यक्रम हेर्नुभएको दर्शकबिनलाई एउटा अथवा भनौँ न युवाहरूलाई केही सुझाव अथवा कसैलाई सम्झिन चाहनुहुन्छ कि केही भन्न चाहनुहुन्छ कि स्थानीय सरकारलाई, अथवा हाम्रो यो नयाँ परिवेशको स्थिति अब 84 पनि आउन आँट्यो, कति ठाउँमा अब युवाहरू पनि अगाडि बढिरहेका छन्, विभिन्न पार्टीहरूको पनि कुराहरू हामी सुनिरहेका छौँ, के छ यसमा हजुरको? होइन त्यस्तो के, अब राजनीतिकमा खासै त्यस्तो छैन मसँग। आफ्नो काम गरिन्छ खाइन्छ होइन? आफ्नो काम गरिन्छ खाइन्छ, त्यस्तो राजनीतिकमा कुद्ने सिस्टम पनि छैन। हजुर, तर पनि एउटा भोटर भएको कारणले एउटा आशा हुन्छ नि हाम्रो गाउँपालिका अथवा एउटा देशमा चाहिँ यस्तो युवा आइदियो अथवा बुढा आइदियो। पहिले सुरुमा अब हामी एउटा गाउँले परिवेशमा चाहिँ अब पहिले चाहिँ अब एमालेको राम्रो परिवेश भएको नाताले एमालेमा हिँड्यो होइन? हजुर हजुर। अब बिस्तारै गएर चाहिँ अब एमाले लगभग छोडियो भन्दा पनि हुन्छ। अब अहिले भनेपछि हजुरको विचारधारा स्वतन्त्र भएको छ अहिले? अहिले अब स्वतन्त्र। अब हेर्दा पार्टी हेरिन्छ कि अथवा व्यक्ति हेरिन्छ, काम हेरिन्छ के हेरिएला? अब एकदम व्यक्ति नै हेरिन्छ। हजुर, पार्टी हेरिँदैन। अब व्यक्ति पनि हामीले देखेका छौँ नि, जस्तै अब अहिले नाम चलेको भनेको त हर्क साम्पाङ बालेन्सा, गोपी हमाल भनौँ, अरू विभिन्न छ। यस्तैले गर्लान् कि अथवा यो पनि उस्तै खालको पुराना जस्तै हुने हुन् कि भन्ने डरहरू छन् त्यस्तो? अब हर्क साम्पाङ चाहिँ मलाई ठिक लाग्दैन मान्छे। हजुर। अब त्यो त्यस्तै हो, अब आफ्नो मान्छेहरूको सोचाइ अनुसार आफ्नो हुन्छ होइन? हुन्छ, सोचाइ हेर्ने दृष्टि आफ्नो किसिमको हुन्छ। मलाई चाहिँ अब किनभने अहिलेको युगमा हेर्दा चाहिँ रवि लामिछाने नै ठिक लाग्छ मलाई। हजुर, तर फेरि हेर्नु न, रवि लामिछानेलाई त फेरि जेलमा सडाइदिएको छन्, केही गर्न नै नसक्ने जस्तो छ। अब आपत्ति त भएन होइन? हजुर। तर अहिलेको युगमा हेर्ने भने हरेक चिज उसले यो बाल मन्दिर, यो छाला जुत्ता कारखाना, यो कुरो त अरू मान्छेहरूलाई थाहा थिएन नि त, ऊ नआउँछसम्म त। त्यो भएको कारणले पनि रवि लामिछाने नै ठिक लाग्छ मलाई। हजुर, आफ्नो विचारमा राख्न स्वतन्त्रता छ। अनि अब के भन्न, अरू केही भन्न चाहनुहुन्छ, सल्लाह सुझाव? होइन ठिकै छ, अब यस्तै हो। हुन्छ, अब शनिबारको समय यसो फुर्सद हुनुहुन्छ भनेर मैले कल लगाइहालेँ। धेरै धेरै धन्यवाद, हजुरको अमूल्य समय दिनुभयो। हस्, थ्याङ्क यू। ओके, आज हामीले जम्मा 4वटा कल लायौँ। एकजना विराटनगरबाट हुनुहुन्थ्यो, एकजना धरानबाट हुनुहुन्थ्यो र एकजना खोर्सानीबाट र अर्को एकजना मोरङ नेताचोक हुन्थ्यो। हामीले उहाँहरूको विभिन्न प्रकारको विचारहरू, हालखबरहरू बुझिसकेका छौँ। अर्को कार्यक्रममा फेरि यस्तै कल लगाउनको लागि म उपस्थित हुने नै छु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।